नमस्कार दर्शकवृन्द, 2083 साल वैशाख 1 गते नयाँ वर्ष। तपाईहरू सम्पूर्णलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। यो नयाँ वर्षमा तपाईहरूको नयाँ नयाँ सिर्जना गर्ने बानी बसोस् र जसले तपाईलाई एउटा सफल बनाउन उत्प्रेरित गर्नेछ, यही शुभकामना व्यक्त गर्न चाहन्छु। र मेरो च्यानलसँग जोडिएर मलाई सपोर्ट गर्ने सम्पूर्णहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र एउटा नयाँ वर्षको उपहार स्वरूप एउटा सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। अहिलेसम्म मैले सब्सक्राइबको कुरा गरेको छैन। र 2082 साल गत वर्षलाई फर्केर हेर्ने हो भने सेयर बजारमा उतार चढाव भएको छ भने सेयर बजारभन्दा नेपालको राजनीतिक इतिहासमा धेरै उथलपुथल भएको देखिन्छ। सरकारसम्म परिवर्तन भएको, तपाईको बहुदलीय व्यवस्थामा एउटै दलको बहुमत आएको, झन्डै 2/3 आएको कुराहरू त हामीले थाहा पाइसकेका छौँ। र नयाँ गत वर्षमा भएका कुराहरूको संक्षिप्त जानकारी चाहिँ म तपाईहरुको माझमा राख्न चाहन्छु। गएको वर्ष 221 दिन कारोबार भएको छ। 221 दिन कारोबार हुँदाखेरि 221 दिनको कारोबारमा बजारमा के कुराहरू भएको छ भने सबैभन्दा पहिला त तपाईको बजारले कति वृद्धि गर्यो भन्दा 6.44% चाहिँ वृद्धि हासिल गरेको छ। त्यो भनेको 171.52 अङ्कको वृद्धि बजारले हासिल गरेको छ। अघिल्लो वर्ष 2662.08 मा बजारले क्लोजिङ गरेको थियो भने 81 को अन्तिममा, 82 को अन्तिममा हिजो कारोबार हुँदाखेरि 2833.60 मा क्लोजिङ गरेको छ। 171.52 अङ्कको वृद्धि हासिल भएको छ भने यो भनेको 6.44% हो। गएको वर्ष 2082 मा 2469.37 सम्मको लो बिन्दुमा इन्ट्राडेमा बजार पुगेको थियो भने इन्ट्राडेकै हाई बिन्दुको कुरा गर्नुहुन्छ भने 3028.79 अङ्कसम्म पुगेको देखिन्छ। लो बिन्दु र हाई बिन्दुलाई हेरेर कम्पेयर गर्ने हो भने 559.42 अङ्कको उतार चढाव भएको देखिन्छ बजारमा। त्यो भनेको 22.65% हो। बजारमा निकै उतार चढाव भएको छ। यद्यपि गएको वर्ष 6% भन्दा बढी बजार बढ्नु आफैमा सुखद पाटो हो भन्ने लाग्छ। यो वर्ष अझ त्यसले चाहिँ उचाइ बढाउँछ भन्ने चाहिँ मैले विश्वास लिएको छु। हैन, ओभरअल समग्रमा हेर्दाखेरि गएको वर्ष शेयर बजारमा राम्रो भयो भन्ने लाग्छ। हैन, राम्रो भयो भन्ने लाग्छ। अब यो वर्ष अझ राम्रो हुन्छ भन्ने आशा गर्न सकिन्छ। यो वर्ष अब के हुन्छ भन्ने विषयमा अहिले नै मैले आकलन चाहिँ केही पनि गरिसकेको छैन। जे होस्, बजारले गत वर्ष राम्रो चाहिँ एउटा ओभरअल सिनारियो देखाएको छ र राम्रो भएको छ र यो वर्ष पनि राम्रो हुनेछ भन्ने कामना गर्न सकिन्छ। बजारको ओभरअल सिनारियो हेर्दाखेरि अब अहिले चाहिँ एउटा न्युट्रल खालको अवस्थामा आइपुगेको देखिन्छ। अब केही समयको बजारलाई हेरेर मात्रै अनुमान गर्न सकिन्छ। अहिले पछिल्लो समयमा विश्व बजारमा भएको युद्धको कुराहरूले चाहिँ बजारलाई पनि केही प्रभाव पारेको हो कि भन्ने कुराहरू देखिन्छ भने हाम्रो नेपालमा भइराखेको आन्तरिक चाहिँ जुन खालको मुभमेन्टहरू भए, ती मुभमेन्टहरू, प्रोटेस्टहरू भए, तिनीहरूले पनि केही प्रभाव पारेको हो कि भन्ने लाग्छ। त्यो ओभरअल सिनारियोहरू चाहिँ हामीले यो बजारमा देख्न पायौँ। अब अझै पनि सरकारको चाहिँ के हो, सरकार कसरी अगाडि बढ्छ, सरकारको चाहिँ मेन चाहिँ अर्थतन्त्रप्रतिको धारणा के हो भन्ने अझै स्पष्ट नभइसकेको हो कि लगानीकर्तामा अलमल भएको हो कि भन्ने खालको सिनारियो चाहिँ देखिन्छ। हिजो थोरै मात्रै घटेको 4.18 अङ्क घटेको बजारमा पनि लगानीकर्ताहरूको अन्यलता कायमै थियो भन्ने देखिन्छ। ओभरअल 2082 को बारेमा मैले संक्षिप्त यति मात्रै कुराहरू राखेको छु। केही कुराहरू तपाईलाई जोड्न मन लाग्छ भने अल्छी नमानिकन कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।